नमस्कार साथीहरू, कम्प्युटर बेसिक सिरिजको पार्ट 1 मा हामीले कम्प्युटर के हो र यसको भागहरूको बारे सिक्यौं। आजको भिडियोमा हामी सिक्नेछौं कम्प्युटर कसरी सही तरिकाले अन गर्ने, सही तरिकाले अफ गर्ने, डेस्कटप भनेको के हो। यदि तपाई बिगिनर हुनुहुन्छ भने यो भिडियो ध्यान दिएर हेर्नुहोस् किनकि धेरैले यही ठाउँमा गल्ती गर्छन्। कम्प्युटर अन कसरी गर्ने? पहिले पावर कनेक्सन चेक गर्नुहोस्, प्लग जोडिएको छ कि छैन हेर्नुहोस्, सीपीयू को पावर बटनमा थिच्नुहोस्, अगाडि सानो गोलो बटन हुन्छ, मनिटरको पावर बटन पनि अन गर्नुहोस्। अब कम्प्युटर स्टार्ट हुन्छ। स्क्रिनमा विन्डोज लोडिङ देखाउनेछ। कम्प्युटर स्टार्ट हुन 20-30 सेकेन्ड लाग्न सक्छ। बिगिनरले के गल्ती गर्छन्? बारम्बार पावर बटन थिच्ने, प्लग निकाल्ने, सीपीयू हल्लाउने, यसले कम्प्युटरलाई बिगार्छ। ध्यान दिनुहोला। कम्प्युटर खुलिसकेपछि देखिने स्क्रिनलाई डेस्कटप भनिन्छ। डेस्कटप भनेको तपाईको काम गर्ने मुख्य भाग हो। डेस्कटपमा देखिने चीजहरू आइकन, रिसाइकल बिन, ब्राउजर, टास्क बार, तलको बार जहाँ स्टार्ट मेनु, टाइम, इन्टरनेट आइकन हुन्छ, माउस कर्सर, स्क्रिनमा चल्ने सानो एरो जसलाई हामी कर्सर भन्छौं। माउस प्रयोग गर्दा ध्यान दिनुपर्ने आधारभूत कुरा: सिंगल क्लिक सिलेक्ट, डबल क्लिक ओपन, राइट क्लिक अप्सन। कम्प्युटर अफ कसरी गर्ने? धेरै बिगिनरले यही गल्ती गर्छन्। सही तरिका: स्टार्ट बटनमा क्लिक गर्नुहोस्, पावर आइकनमा क्लिक गर्नुहोस्, शट डाउन छान्नुहोस्। अब कम्प्युटर सुरक्षित रूपमा बन्द हुन्छ। कहिल्यै नगर्नुपर्ने कुरा: डाइरेक्ट स्विच बन्द नगर्नुहोस्, प्लग नतान्नुहोस्, यसले विन्डोज ड्यामेज पनि हुन सक्छ। हामीले आज सिक्यौं कम्प्युटर अन गर्ने, डेस्कटप चिन्ने, माउस प्रयोग गर्ने, सेफ शटडाउन गर्ने तरिकाहरू। अब हामी अर्को भिडियो पार्ट 3 मा हामी सिक्नेछौं किबोर्ड कसरी चलाउने, टाइपिङ सिक्रेट ट्रिकहरू। भिडियो मन पर्यो भने लाइक गर्नुहोस् र सब्स्क्राइब गर्न नबिर्सिनुहोला।